कुकुर पनि छ र त्यो कुकुरको नाम आलोका हो, उहाँहरूले राख्नुभएको नाम। त्यो कुकुर अमेरिकन कुकुर होइन। भारतमा त्यस्तै किसिमको पैदल यात्रा गर्नु हुँदाखेरि त्यो कुकुर उहाँको पछि लागेको रहेछ। त्यसपछि उहाँले त्यो कुकुर त्यतिखेर बिरामी रहेछ, अलिकति उपचार गर्नुभयो, त्यसपछि त्यो कुकुर उहाँहरूको पछि लाग्यो र साथ छोडेन। त्यसपछि उहाँहरूले त्यो कुकुरलाई अमेरिका ल्याउनु भयो। अहिले यो 2300 मिल 3760 अराउन्ड 3800 किलोमिटर होला, त्यतिको दूरीमा त्यो कुकुर पनि उहाँहरू सँगसँगै हिँडिरहेको छ, उसले साथ छोडेको छैन। र अहिले त्यो कुकुर चाहिँ नि आलोका चाहिँ नि अमेरिकाका मानिसहरूमाझ, अमेरिकाका बच्चाहरूमाझ अत्यन्तै इन्स्पायरिङ फिगरको रूपमा प्रस्तुत भएको छ। सबै मानिसहरूले उसलाई माया गरिरहेका छन्। जहाँ जान्छन् अनि त्यो कुकुर आउँछ अनि मानिससँग आउँछ, कुकुरले कुकुरलाई अँगालो मार्छन् अनि त्यसपछि त्यो कुकुर फेरि फर्केर बौद्ध भिक्षुहरूसँग जान्छ। कस्तो 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 ब्युटिफुल दृश्य अहिले देख्न सकिन्छ।